किमा नुडल्स चाहिँ कसलाई मनपर्छ? हेलो एभ्रिवान, आज चाहिँ हामी किमा नुडल्स खान गएको थियौँ। पहिला पहिला त किमा नुडल्स भन्ने बित्तिकै काठमाडौँमा मात्र पाउँछ, त्यो पनि काठमाडौँको बौद्धमा मात्र पाउँछ भनेर भनिन्थ्यो। तर अहिले चाहिँ किमा नुडल्स जहाँ पाए त्यही पाउन थालेछ होइन, जता पनि छ। अनि यो चाहिँ हाम्रो झापाको दमकमा भन्ने ठाउँमा गएको थियौँ हामी चाहिँ है। यहाँको किमा नुडल्स चाहिँ 10मा 9 जति नै दिँदा पनि हुन्छ, एकदमै बेस्ट हुन्छ। अनि हामी त्यही भएर आज चाहिँ यहाँ खान गएको थियौँ, मिठो नै थियो। अनि त्यसपछि चिकन विङ्स पनि ट्राई गरौँ न भनेर हामीले अर्डर गरेर एकछिन वेट गऱ्यौँ। चिकन विङ्स बढ्न चाहिँ एकछिन टाइम लाग्छ भनेर हामीले यही खाइसकेर एकछिन गफर्दै बस्यौँ। किमा नुडल्स चाहिँ बवाल नै थियो भनौँ न, अनि एकदम मिठो थियो। त्यसमा साथमा कोक भएपछि त बवाल बन्ने नै गयो। अनि त्यस पछाडि चिकन विङ्स बन्न एकछिन टाइम लाग्छ भन्दा भन्दा हामीलाई चाहिँ बस्दा बस्दा बोर लागिसकेको थियो। हाफ आवरभन्दा पनि बढी भएपछि चाहिँ बल्ल हाम्रो अर्डर आयो है। चिकन विङ्स चाहिँ त्यस्तो स्पेसल त थिएन, तर पनि ठिकै। अनि सबैजनाले खाएर अनि त्यसपछि हामी लाग्यौँ। थ्याङ्क यू फर वाचिङ।